समग्र रूपमा कुरा गर्नु पर्दाखेरि मेरो लागि तनहुँको बसाइ निकै नै फलदायी, रमणीय, रमाइलो, रोमाञ्चित र विशेष रहेको थियो। साथमा मैले माया गरेका मान्छे र मलाई माया गर्ने मान्छे भइदिएपछि ती यात्राहरू सहज नहुनु, विशेष नहुने भन्ने त कुरै भएन। भोलिको दिनमा केही गर्न सकुला या नसकुला, तर मेरा अप्ठ्यारा परिस्थितिहरूमा तिमीहरूले यसरी आफ्नो ज्यानै दिएर निस्वार्थ रूपमा साथ र सपोर्ट दिइसकेपछि म कति खुसी छु भन्ने कुरा त मलाई मात्रै थाहा छ। तनहुँका विशेष मन्दिरहरूमा केही भक्ति र भावहरू बोकेर त्यहाँ पुगेको थिएँ। मन्दिरहरूको दर्शन गर्ने सुअवसर पाएको थिएँ, जसको लागि म निकै नै कृतज्ञता व्यक्त गर्न चाहन्छु। बाँकी रह्यो मेरा यी 2-4 दिनका बसाइलाई निकै नै सरल, सहज र यादगार बनाइदिएकोमा मेरा प्यारा मान्छेहरूलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद अनि माया सम्झना त छँदै नै छ। अनि हजुरहरूलाई पनि धेरै धेरै माया छ है त।